अहिले अस्ट्रेलियाको प्राइमरी एप्लिकेन्टको भिजा रेट एकदमै लो 14% मात्र रहेको छ। धेरै टाइमदेखि नै लो नै भइरहेको हो भिजा रेट चाहिँ, तर अहिलेको सिचुएसनमा झन् लो भएर चाहिँ च्यालेन्जिङ पनि भइरहेको छ। तपाईँको प्रोफाइल जति नै स्ट्रङ भए पनि, डकुमेन्ट्सहरू फिट भए पनि, अस्ट्रेलिया नै फर्स्ट चोइस भए पनि यस्तो भिजा रेट लो भएको सिनारियोमा चाहिँ तपाईँहरूले डाइरेक्टली अप्लाई गर्नु चाहिँ एकदमै रिस्क हुनसक्छ। किनभने अस्ट्रेलियामा तपाईँको भिजा रिजेक्ट भयो भने मिनिमममा पनि 4 देखि 5 लाख खर्च हुन्छ, जसमा चाहिँ तपाईँको भिजा फी अनि त्यसपछि मेडिकल, बायोमेट्रिक अनि प्रोसेसिङ खर्चहरू पनि गर्दा पनि एक्सपेन्सेस अझ धेरै बढ्न जान्छ। त्यसैले यस्तो सिचुएसनमा चाहिँ तपाईँहरूले अल्टरनेटिभ अप्सन पनि कन्सिडर गर्नुपर्ने हुन्छ। यसको लागि चाहिँ न्युजिल्यान्ड भन्ने कन्ट्री चाहिँ तपाईँहरूको लागि एकदमै फिट हुनसक्छ। किनभने अस्ट्रेलियाको जस्तै डकुमेन्टले एप्लिकेसन हाल्न सक्नुहुन्छ, युकेको जस्तै 1 इयरको मास्टर डिग्री पढ्न सक्नुहुन्छ, 4 देखि 5 वर्षको ग्याप एक्सेप्टेबल हुन्छ भ्यालिड जस्टिफिकेसन भयो भने, र त्यस्तै अर्को मेन कुरा भनेको भिजा रेट पनि अस्ट्रेलियाको भन्दा धेरै नै बेटर छ न्युजिल्यान्डको चाहिँ। त्यसैले अस्ट्रेलिया मात्र फोकस नगरिकन न्युजिल्यान्डलाई पनि आफ्नो डेस्टिनेसन मानेर चाहिँ राम्ररी बुझ्नुहोस्। राइट प्लानिङ र राइट डेस्टिनेसन चुज गर्नु चाहिँ अहिलेको सिनारियोमा चाहिँ एकदमै बेस्ट हुन्छ। सो न्युजिल्यान्डको बारेमा अझ धेरै डिटेलमा बुझ्नु मन छ भने चाहिँ हजुरहरूले हामीलाई भिजिट गर्न सक्नुहुन्छ। हामी चाहिँ यहीँ बाग बजार नियर केएमसी कलेज लोकेटेड छौँ।